ब्याङ्कको लोनको समस्याले एकदमै अप्ठ्यारै परेको हुँदा तपाईले 3.5 आना जग्गा काठमाडौँको रामकोटमै रहेको यस्तो मिलाएर पाउनुहुन्छ कि नसोचेको मूल्यमा, कल्पनै नगरेको मूल्यमा पाउनुहुन्छ। नमस्कार, यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा विज्ञापनमा। आजको यो विज्ञापन गर्ने क्रममा तपाईलाई यस्तो जग्गा देखाउँदैछु कि यो जग्गा हेर्नुभयो भने ढुक्कले लगानी गर्नुहुन्छ, किनकि जग्गादानीलाई ब्याङ्कको लोनको समस्याले एकदमै अप्ठ्यारै परेको हुँदा तपाईहरुलाई एकदमै सस्तोमा दिँदै हुनुहुन्छ है। मौकाको फाइदा उठाइहाल्नु होला। जग्गादानीलाई 15 दिन भित्रमा जसरी भयो नि बिक्री गर्न लाग्नु भएको छ है। त्यो हुँदा तपाईहरुले आउनुस्, हेर्नुस्, यो एरियामा वरिपरि चलेको मूल्यभन्दा निकै मिलाएर यो जग्गा पाउनुहुन्छ। मौकाको फाइदा उठाइहाल्नु होला। यो भिडियो अन्तिमसम्म हेर्नु होला, अनि मात्रै थाहा पाइहाल्नुहुन्छ है त। आजको बिक्रीमा रहेको जग्गामा आउने बाटो है, जस्ताको तस्तै देखाउँदैछु। टक्क यो तपाईहरुले 13 फुटे ढलान बाटो हेर्न सक्नुहुन्छ है त। 13 फुटे ढलान बाटो रहेको छ भने ढलको निकास पनि पाउनुहुन्छ तपाईहरुले यो जग्गा अगाडि। ठ्याक्कै यो जग्गाको अगाडिपट्टि हेर्न सक्नुहुन्छ, राम्रो चिटिक्कको घर बन्दैछ है त। अब यहाँनिर घर बनिसकेपछि यो जग्गाको भाउ झन् धेरै बढ्छ। यो पुरानो प्लोटिङको बनिसकेपछि बाटो ढलान त पाइ नै हाल्नुहुन्छ। ढलको निकास पनि रहेको, बत्तीको पोल अगाडि रहेको, ठ्याक्कै घरहरूको बिचैमा भन्दा पनि हुन्छ है। यो जग्गाको पारिपट्टि मेन ठुलो हाइवे बाटो, रुटको गाडी चल्ने हाइवे बाटो पारिपट्टि रहेको छ। वरिपरि घर नै घर बनेको बिचमा नजिकै रत्नराज्य स्कुल नजिकै, माइलस्टोन स्कुल नजिकै, एकदमै राम्रो लोकेसनमा स्कुलको सुविधा पाउनुहुन्छ, रुटको गाडीको सुविधा पाउनुहुन्छ भने मेन ठुलो काठमाडौँको रिङ रोड पनि नजिकै भन्दा पनि हुन्छ है। लगभग 3 देखि 3.5 किलोमिटरको दूरीमा रहेको रिङ रोडदेखि तपाईहरु स्वयम्भूको कारखाना चोक हुँदै पनि आउन सक्नुहुन्छ, सीतापाइला चोकदेखि पनि आउन सक्नुहुन्छ। जताबाट आउँदा पनि रामकोटमा आउनु, रामकोटको ठ्याक्कै यो ताराकुञ्ज सहकारीको अगाडिपट्टि भन्दा पनि हुन्छ। यस्तो राम्रो चिटिक्क मिलेको यो 3.5 आना जग्गा बिक्रीमा रहेको छ है। वरिपरि वाल लगाएर छुट्याउनु भएको छ, साइडमा पनि वाल लगाउनु भएको छ, पक्की वाल हेर्न सक्नुहुन्छ। पछाडिपट्टि सेरवाल नै लगाउनु भएको छ र यो साइडमा पनि अर्को वाल लगाउनु भएको छ है। मोबाइल आकारको चिटिक्क स्क्वायर मिलेको 3.5 आना जग्गा यही नै हो। तपाईलाई जस्ताको तस्तै देखाइसकेको छु, पक्कै पनि मन पारिसक्नु भयो होला। अब यो जग्गा किन्दै गर्दा हाइटमा रहेको हुँदा भ्यू पनि हेर्न सक्ने, बिहानदेखि बेलुकासम्म घाम लाग्ने, पानीको प्रशस्त मात्रामा सुविधा भएको ठाउँमा अब यो जग्गा तपाईले नसोचेको मूल्यमा पनि पाउनुहुन्छ है, एकदमै सस्तो मूल्यमा। किनकि जग्गादानीलाई ब्याङ्कको लोनको समस्याले 15 दिन भित्रमा इमर्जेन्सी बिक्री गर्न लाग्नु भएको छ है। त्यो हुँदा तपाईले आउनुस्, हेर्नुस्, बुझ्नुस्, यो एरियाको चलन चल्तीको मूल्यभन्दा निकै सस्तो मूल्यमा पाउनुहुन्छ। अन्तिमसम्म हेर्नु होला, अनि मात्रै थाहा पाइहाल्नुहुन्छ है त। आहा नि यति राम्रो जग्गा हेरिसक्नु भयो, मन पारिसक्नु भयो होला, किन लागिसक्यो होला। यो जग्गाको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर 7 मा रहेको रामकोटको ताराकुञ्ज सहकारीको ठ्याक्कै अगाडिपट्टि रहेको पुरानो प्लोटिङको चिटिक्क मिलेको 3.5 आनाको रुमाल आकारको टुक्रा रहेको छ। यसमा बाटो टक्क ढलान 13 फुटे रहेको छ भने पारिपट्टि राम्रो घरहरू बनेको छ। रुटको गाडी चल्ने मेन बाटो पनि त्यही नै रहेको छ है। बसहरू मजाले पाउनुहुन्छ तपाईले। ठ्याक्कै यही प्लोटिङमा यही जग्गाको अगाडिपट्टि राम्रो घर बन्दैछ। बत्तीको पोल हेर्न सक्नुहुन्छ, खानेपानीको प्रशस्त मात्रामा सुविधा रहेको छ यो एरियामा। यो जग्गा लिँदै गर्दा फाइदा के, 1 नम्बरमा भनेको वरिपरि गाउँ समाज बस्तीहरू बसिसकेको ठाउँमा, 2 नम्बरमा भनेको रुटको गाडी पाउने र स्कुल नजिकै, माइलस्टोन स्कुल, रत्नराज्य स्कुल नजिकै रहेको ठाउँमा, हाइटमा रहेको हुँदा भ्यू पनि हेर्न सकिने। 3 नम्बरमा भनेको एकदमै सस्तोमा यो एरियामा चलन चल्तीको मूल्यभन्दा निकै मिलाएर पाउँदै हुनुहुन्छ। लोनको समस्याले गर्दा यो जग्गा लिन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस् है। मौका तपाईहरुकै हो, एकचोटि आउँछ, बार आउँदैन। साइडमा मैले जग्गाको लागि भन्दा नम्बर राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझेर लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस्त, नमस्ते, धन्यवाद। यहाँहरुको दिन समय राम्रोसँग जाओस्।